प्रश्न नम्बर 1 नेपालको उत्तर दक्षिण औसत चौडाइ कति रहेको छ? यसका विकल्पहरू रहेका छन्। अप्सन ए 193 किलोमिटर, अप्सन बी 145 किलोमिटर, अप्सन सी 241 किलोमिटर, अप्सन डी 176 किलोमिटर। यसको सही विकल्प हुन आउँछ अप्सन ए है। 193 किलोमिटर चाहिँ नेपालको उत्तर दक्षिण औसत चौडाइ रहेको छ है। औसत चौडाइ चाहिँ कति रहेको छ त? औसत चौडाइ भनेको चाहिँ 193 किलोमिटर। त्यसै गरी न्यूनतम चौडाइ भनेको कति रहेको छ त? उत्तर दक्षिण न्यूनतम चौडाइ भनेको 145 रहेको छ भने उत्तर दक्षिण औसत चौडाइको अधिकतम चौडाइ भनेको कति रहेको छ त? 241 किलोमिटर रहेको छ। त्यसै गरी प्रश्न नम्बर 2 नेपालको पूर्व पश्चिम औसत लम्बाइ कति रहेको छ? पूर्व पश्चिम है, पूर्व पश्चिम औसत लम्बाइ कति रहेको छ त? यसका विकल्प रहेको छन्। अप्सन ए 850 किलोमिटर, अप्सन बी 845 किलोमिटर, अप्सन सी 885 किलोमिटर, अप्सन डी 900 किलोमिटर। यसको सही विकल्प रहेको छ अप्सन सी है। 885 किलोमिटर चाहिँ के रहेको छ त? पूर्व पश्चिम औसत लम्बाइ रहेको छ। त्यसै गरी प्रश्न नम्बर 3 नेपालको प्रमाणिक समय कुन हिमाललाई आधार मानि निर्धारण गरिएको छ? नेपालको प्रमाणिक समय कुन हिमाललाई आधार मानि निर्धारण गरिएको छ त? यसका विकल्प रहेको छन्। अप्सन ए गौरीशंकर हिमाल, अप्सन बी सगरमाथा, अप्सन सी धवलागिरी, अप्सन डी मकालु। यसको सही विकल्प रहेको छ अप्सन ए है। गौरीशंकर हिमाललाई आधार मानेर नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ र यो हिमाल चाहिँ 86 डिग्री 15 मिनेट पूर्वी देशान्तरमा रहेको छ है। पूर्वी देशान्तरमा रहेको छ। त्यसै गरी प्रश्न नम्बर 4 नेपालको प्रमाणिक समय कहिलेदेखि लागू भयो? नेपालको प्रमाणिक समय कहिलेदेखि लागू भयो त? यसका विकल्प रहेको छन्। अप्सन ए 2042 वैशाख 1 गते, अप्सन बी 2041 चैत्र 1 गते, अप्सन सी 2045 वैशाख 1 गते, अप्सन डी 2040 माघ 1 गते। यसको सही विकल्प रहेको छ अप्सन ए है। 2042 वैशाख 1 गतेदेखि नेपालको प्रमाणिक समय लागू भएको हो। त्यसै गरी प्रश्न नम्बर 5 नेपालमा 8000 मिटर भन्दा अग्ला हिमाल कतिवटा छन्? 8000 मिटर भन्दा अग्ला हिमाल कतिवटा रहेका छन् त? कतिवटा रहेका छन् 8000 भन्दा अग्ला हिमालहरू नेपालमा है? यसका विकल्प रहेका छन्। अप्सन ए 7 वटा, अप्सन बी 8 वटा, अप्सन सी 9 वटा, अप्सन डी 10 वटा है। यसको सही विकल्प आउँछ अप्सन बी 8 वटा। नेपालमा चाहिँ 8 वटा हिमालहरू रहेका छन् जुन चाहिँ 8000 भन्दा अग्ला रहेका छन्। त्यसै गरी विश्वमा चाहिँ कतिवटा रहेको छ त? विश्वमा चाहिँ 14 वटा हिमालहरू रहेका छन् जुन चाहिँ 8000 भन्दा अग्ला रहेका छन्, जसमध्येबाट 8 वटा चाहिँ नेपालमै पर्ने गर्छ। त्यसै गरी प्रश्न नम्बर 6 कञ्चनजङ्घा हिमाल कुन जिल्लामा पर्दछ? कञ्चनजङ्घा हिमाल कुन जिल्लामा पर्दछ त? यसका विकल्प रहेका छन्। अप्सन ए ताप्लेजुङ, बी सोलुखुम्बु, सी सखुवासभा, डी इलाम। यसको सही विकल्प रहेको छ अप्सन ए है। ताप्लेजुङमा चाहिँ के त? कञ्चनजङ्घा हिमाल पर्दछ। त्यसै गरी सोलुखुम्बुमा कुन त? सोलुखुम्बुमा हाम्रो सगरमाथा पर्दछ है। सगरमाथा हिमाल पर्दछ। त्यसै गरी मकालु भनेपछि कहाँ पर्दछ त? मकालु भनेपछि कहाँ पर्छ त? मकालु है। मकालु कहाँ पर्छ त? मकालु पर्छ सखुवासभामा है। त्यसै गरी प्रश्न नम्बर 7 मकालु हिमालको उचाइ कति रहेको छ? मकालु हिमालको उचाइ कति रहेको छ त? यसका विकल्प रहेको छन्। अप्सन ए 8463 मिटर, अप्सन बी 8516 मिटर, अप्सन सी 8167 मिटर, अप्सन डी 8091 मिटर। यसको सही विकल्प रहेको छ अप्सन ए है। 8463 मिटर के त? मकालु हिमालको उचाइ रहेको छ। त्यसै गरी अन्नपूर्ण हिमालको उचाइ कति रहेको छ त? 8091 है। अन्नपूर्ण हिमालको उचाइ रहेको छ है। यो चाहिँ अन्नपूर्ण हिमालको उचाइ रहेको छ। त्यसै गरी प्रश्न नम्बर 8 लोहत हिमाल कुन हिमश्रृङ्खलामा पर्दछ? लोहत हिमाल कुन हिमश्रृङ्खलामा पर्दछ त? यसका विकल्प रहेको छन्। अप्सन ए खुम्बु, अप्सन बी महालङ्गु, अप्सन सी कञ्चनजङ्घा, अप्सन डी गणेश। यसको सही विकल्प रहेको छ अप्सन बी है। खुम्बु महालङ्गु हिमश्रृङ्खलामा पर्दछ है। लोहत चाहिँ कहाँ पर्छ त? महालङ्गु हिमश्रृङ्खलामा पर्दछ। त्यसै गरी प्रश्न नम्बर 9 नेपालको सबैभन्दा लामो नदी कुन हो? नेपालको सबैभन्दा लामो नदी कुन हो त? यसका विकल्प रहेको छन्। अप्सन ए कर्णाली, बी कोशी, सी गण्डकी, डी महाकाली। यसको सही विकल्प रहेको छ अप्सन ए है। कर्णाली नदी नेपालको सबैभन्दा लामो नदी रहेको छ। लामो नदी। त्यसै गरी कोशी भनेको के त? कोशी भनेको चाहिँ ठुलो नदी हो है। नेपालको सबैभन्दा ठुलो नदी भनेको कुन हो त? कोशी नदी। त्यसै गरी गण्डकी भनेको के त? गहिरो नदी है। गहिरो नदी हो है। गण्डकीलाई के त? नरानी नदी पनि भन्ने गरिन्छ। त्यसै गरी प्रश्न नम्बर 10 नेपालको सबैभन्दा ठुलो नदी कुन हो त? यो अगाडि हेरिसक्यौँ है। सबैभन्दा ठुलो नदी भनेको कोशी नदी भइहाल्यो। लामो नदी भनेको कर्णाली नदी जसको लम्बाइ भनेको 507 किलोमिटर रहेको छ है। 507 किलोमिटर रहेको छ। त्यसपछि गहिरो नदी भनेको गण्डकी नदी। प्रश्न नम्बर 11 नेपालको सबैभन्दा गहिरो नदी कुन हो त? हेरिसक्यौँ है। गण्डकी नदी रहेको छ। गहिरो नदी ठुलो नदी भनेको कोशी नदी भइहाल्यो हैन। र लामो नदी भनेको चाहिँ कर्णाली भइहाल्यो। त्यसपछि अरू नदीको सांस्कृतिक नाम के हो? अरू नदीको सांस्कृतिक नाम के हो? यसका विकल्प रहेको छ। अप्सन ए महाप्रभा, बी पञ्चेश्वरी, सी सुभश्रवा र डी सीताप्रभा।
सही विकल्प रहेको छ अप्सन ए है महापर्वा। अरू नदीले के भनिन्छ त महापर्वा भनिन्छ। त्यसैगरी प्रश्न नम्बर 13 कर्णाली नदीको कुल लम्बाइ नेपालभित्र कति रहेको छ? कर्णाली नदीको कुल लम्बाइ नेपालभित्र कति रहेको छ त? यसका विकल्पहरू रहेका छन् अप्सन ए 507 किलोमिटर, बी 720 किलोमिटर, सी 450 किलोमिटर, डी 320 किलोमिटर। यसको सही विकल्प हुन हुन्छ अप्सन ए है। कर्णाली नदीको लम्बाइ कति रहेको छ त? 507 किलोमिटर नेपालभित्र है। त्यसैगरी नेपालको सबैभन्दा ठूलो ताल कुन हो? नेपालको सबैभन्दा ठूलो ताल कुन हुन्छ? यसका विकल्प रहेका छन् अप्सन ए राराताल, बी फुक्सुण्डो ताल, सी तिलेचो ताल, डी फेवाताल। यसको सही विकल्प रहेको छ अप्सन ए है। राराताल नेपालको सबैभन्दा ठूलो ताल हो। यो जुन जिल्लामा पर्छ त मुगु जिल्लामा रहेको छ। मुगु जिल्लामा रहेको छ। त्यसैगरी फुक्सुण्डो ताल भनेको गहिरो ताल हो है। फुक्सुण्डो ताल भनेको के त? गहिरो ताल हो। नेपालको सबैभन्दा गहिरो ताल भनेको फुक्सुण्डो ताल हो र यसलाई वाइ आकारको ताल पनि भनिन्छ र राराताललाई के भनिन्छ त महेन्द्र ताल पनि भनिन्छ है। महेन्द्र ताल पनि भनिन्छ। त्यसैगरी तिलेचो ताल भनेको चाहिँ उचाइमा रहेको ताल। नेपालको सबैभन्दा उचाइमा रहेको ताल कुन हो त? तिलेचो ताल जुन चाहिँ मनाङ जिल्लामा रहेको छ। मनाङ जिल्लामा रहेको छ है। त्यसैगरी प्रश्न नम्बर 15 नेपालको सबैभन्दा गहिरो ताल कुन हो त? नेपालको सबैभन्दा गहिरो ताल रहेको कुन हो त? यसको विकल्प रहेको अप्सन ए सेफोक्सुण्डो, बी रारा, सी तिलेचो, डी बेगनास। यसको सही विकल्प रहेको छ अप्सन ए है। गहिरो ताल भनेको सेफोक्सुण्डो ताल। योभन्दा अगाडि पनि हेरिसक्यौँ। र रारा ताल भनेको कुन हो त? रारा ताल भनेको के हो त? ठुलो ताल भनेको रारा ताल भइहाल्यो र उचाइमा रहेको ताल कुन हो त? उचाइमा रहेको ताल भनेको के हो त? हाम्रो तिलेचो ताल भएको है। उचाइमा रहेको ताल तिलेचो ताल। त्यसैगरी प्रश्न नम्बर 16 नेपालको तिलेचो ताल कति उचाइमा अवस्थित छ? तिलेचो ताल कति उचाइमा अवस्थित रहेको छ? यसका विकल्प रहेका छन् अप्सन ए 4919 मिटर, अप्सन बी 3900 मिटर, अप्सन सी 5200 मिटर, अप्सन डी 4800 मिटर। यसको सही विकल्प कमेन्ट गर्नुहोला है। भिडियो पोज गरेर कमेन्ट गर्नुहोला। यसको सही विकल्प रहेको छ अप्सन ए है। 4919 मिटर रहेको छ तिलेचो तालको उचाइ है। त्यसैगरी प्रश्न 17 बुलबुल ताल कुन जिल्लामा पर्छ? बुलबुल ताल कुन जिल्लामा पर्छ? यो धेरै इम्पोर्टेन्ट रहेको छ है। बुलबुल ताल कुन जिल्लामा पर्छ? यसका विकल्प रहेको छन् अप्सन ए सुर्खेत, बी दाङ, सी बाँके, डी कैलाली है। भिडियो पोज गरेर कमेन्ट पनि गर्नुहोला। सो यसको सही विकल्प रहेको छ अप्सन ए है। सुर्खेतमा पर्दछ। बुलबुल ताल कहाँ पर्छ त? सुर्खेतमा पर्दछ। त्यसैगरी प्रश्न नम्बर 18 घोडागोडी ताल कुन जिल्लामा पर्दछ? घोडागोडी ताल कुन जिल्लामा पर्दछ त? यसका विकल्प रहेको छन् अप्सन ए कैलाली, बी बर्दिया, सी कञ्चनपुर, डी बाँके। यसको सही विकल्प रहेको छ अप्सन ए है। कैलाली जिल्लामा पर्दछ र यो घोडागोडी ताल के त? रामसार क्षेत्रमा पनि रहेको छ है। रामसार क्षेत्र पनि घोषणा गरिएको छ। र कहिले घोषणा गरिएको थियो त रामसार क्षेत्र भनेर? यसलाई 2003 मा 3 अगस्त कहिले त? अगस्त 13 मा घोषणा गरिएको छ है। रामसार क्षेत्रमा घोडागोडी ताललाई यो कैलाली जिल्लामा रहेको छ। त्यसैगरी प्रश्न नम्बर 19 नेपाललाई 7 प्रदेशमा कहिले विभाजन गरियो? यसका विकल्प रहेको छ अप्सन ए 2072 असोज 3 गते, बी 2074 जेठ 15 गते, अप्सन सी 2071 मङ्सिर 1 गते, अप्सन डी 2075 वैशाख 1 गते। यसको सही विकल्प रहेको छ 2072 असोज 3 गते जुन दिन संविधान जारी भयो त्यो दिनदेखि नै नेपाललाई 7 प्रदेशमा विभाजन गरिएको थियो। त्यसैगरी प्रश्न नम्बर 20 नेपालमा जम्मा कतिवटा स्थानीय तह रहेका छन्? नेपालमा जम्मा कति स्थानीय तह रहेका छन् त? यसका विकल्प रहेको छ अप्सन ए 752, बी 744, सी 763, डी 750। यसको सही विकल्प रहेको छ अप्सन ए है। 753 स्थानीय तह रहेको छन् र यो 753 स्थानीय तहमा कहिले विभाजन गरियो त? 2074 गते त? जेठ 11 गते है। जेठ 11 गते चाहिँ के त 753 स्थानीय तहमा विभाजन गरिएको थियो है। त्यसैगरी प्रश्न नम्बर 21 नेपालमा कतिवटा नगरपालिका रहेका छन्? नेपालमा कतिवटा नगरपालिका रहेका छन् त? यसका विकल्प रहेको छ अप्सन ए 276, बी 460, सी 11, डी 6। यसको सही विकल्प रहेको छ अप्सन ए है। 276 वटा के रहेको छ त? नगरपालिका रहेको छ। नगरपालिका रहेको छ है। नगरपालिका चाहिँ कति? 276 वटा र 460 वटा के रहेको छ त? गाउँपालिका रहेको छ। गाउँपालिका रहेको छ है। गाउँपालिका। त्यसैगरी यो उपमहानगरपालिका है। उपमहानगरपालिका है। उपमहानगरपालिका कतिवटा? 11 वटा र महानगरपालिका कतिवटा रहेको छ त? महानगरपालिका कतिवटा त? महानगरपालिका 6 वटा रहेको छ। त्यसैगरी प्रश्न नम्बर 22 नेपालमा उपमहानगरपालिकाको संख्या कति रहेको छ? योभन्दा अगाडि पनि हेरिसक्यौँ है। नेपालमा उपमहानगरपालिकाको संख्या 11 वटा रहेको छ र त्यसैगरी महानगरपालिका 6 वटा रहेको छ। त्यसैगरी प्रश्न नम्बर 23 सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो? सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो त? यसका विकल्प रहेका छन् अप्सन ए सर्लाही, अप्सन बी मोरङ, अप्सन सी झापा, अप्सन डी काठमाडौँ। यसको सही विकल्प रहेको छ अप्सन ए है। सर्लाहीमा चाहिँ सबैभन्दा
धेरै स्थानीय तह रहेका छन्। त्यसैगरी प्रश्न नम्बर 24 नेपालको श्रीलङ्का भनेर कुन ठाउँलाई चिनिन्छ? नेपालको श्रीलङ्का भनेर कुन ठाउँलाई चिनिन्छ? यसको विकल्प चाहिँ यसको सही उत्तर चाहिँ तपाईँले आफै कमेन्ट गर्नु होला है। 2225 सरी प्रश्न नम्बर 25 नेपालको चेरापुञ्जी भनेर कुन ठाउँलाई चिनिन्छ? नेपालको चेरापुञ्जी भनेर कुन ठाउँलाई चिनिन्छ त? यसका विकल्प रहेको छन् अप्सन ए लुम्ले, बी पोखरा, सी धरान, डी जिरी। यसको सही विकल्प रहेको छ अप्सन ए है। लुम्लेलाई नेपालको चेरापुञ्जी भनिन्छ किनकि यहाँ चाहिँ सबैभन्दा धेरै पानी पर्ने गर्छ है। जिरी भनेर नेपालको स्विजरल्यान्ड भनेर चाहिँ नेपालको स्विजरल्यान्ड है। नेपालको के त स्विजरल्यान्ड भनेर स्विजरल्यान्ड भनेर चाहिँ के चिनिन्छ? जिरीलाई चिनिन्छ। त्यसैगरी प्रश्न नम्बर 26 हातुङ झरना कुन जिल्लामा पर्दछ? हातुङ झरना कुन जिल्लामा पर्दछ त? यसका विकल्प रहेको छन् अप्सन ए तेह्रथुम, बी सखुवासभा, सी सोलुखुम्बु, डी म्याग्दी। सही विकल्प रहेको छ अप्सन ए है तेह्रथुम रहेको छ। त्यसैगरी प्रश्न नम्बर 27 पाँचौं झरना कुन जिल्लामा पर्दछ? पाँचौं झरना कुन जिल्लामा पर्दछ त? यसका विकल्प रहेको छन् अप्सन ए कालीकोट, बी तेह्रथुम, सी रोल्पा, डी डोल्पा। यसको सही विकल्प रहेको छ अप्सन ए है कालीकोटमा रहेको छ भने योभन्दा पहिला हेरिसक्यौँ। यो हातुङ झरना कहाँ पर्छ त? तेह्रथुममा पर्छ है। हातुङ झरना है हातुङ झरना पर्छ के त? तेह्रथुममा। त्यसैगरी नेपालको सबैभन्दा होचो भूभाग कुन हो? नेपालको सबैभन्दा होचो भूभाग कुन हो त? यसका सही विकल्प रहेको छन् अप्सन ए मुसर्निया, बी कृष्णकवल, सी मटिहानी, डी भैरवा। यसको सही विकल्प रहेको छ अप्सन ए है मुसर्निया रहेको छ भने कतै चाहिँ कृष्णकवल पनि देखिन्छ तर यो चाहिँ आधिकारिक होइन है। त्यसैगरी प्रश्न नम्बर 29 नेपालको चीनसँगको सिमाना कति किलोमिटर रहेको छ? नेपालको चीनसँगको सिमाना कति किलोमिटर रहेको छ त? यसको विकल्प रहेको छ अप्सन ए 1236, बी 1414, सी 1690, डी 885। सही विकल्प रहेको छ अप्सन ए है। अप्सन ए 1236 किलोमिटर रहेको छ है नेपाल र चीनको सिमाना। त्यसैगरी चाहिँ भारतसँग सिमाना कति रहेको छ त? 1690 किलोमिटर रहेको छ। त्यसैले नेपालको चीन र भारत दुवैलाई छुने जिल्ला कति छन्? नेपालको जिल्ला चाहिँ चीन र भारतलाई छुने कतिवटा छन् त? यसका विकल्प रहेको छन् अप्सन ए 2, बी 3, सी 25, डी 13। यसको सही विकल्प रहेको छ अप्सन ए है। दुईवटा जिल्ला रहेको छन् जुन चाहिँ ताप्लेजुङ र दार्चुला रहेको छ। दार्चुला रहेको छ है जुन चाहिँ दुवै देशलाई छुन्छ, भारत र चीन दुवैलाई छुन्छ। त्यसैगरी 25 भनेको चाहिँ भारतले मात्र छुने है। भारतले मात्र छुने 13 भनेको के त? 13 भनेको चीनले मात्र छुने जिल्लाहरू छन् है। चीनले मात्र छुने। त्यसैगरी भारतलाई मात्र छुने जिल्ला कति छन् त? भारतले मात्र छुने जिल्ला कति छन् त? योभन्दा पहिला हामी हेरिसक्यौँ है। भारतले मात्र छुने जिल्ला चाहिँ 25 वटा रहेका छन् है। त्यसैगरी भारतलाई छुने भनिसकेपछि चाहिँ कतिवटा त? 27 वटा है। भारतलाई छुने भनिसकेपछि 27 वटा र चीनलाई मात्र छुने भनेको चाहिँ 13 वटा रहेको छ। चीनलाई मात्र छुने भनेको कतिवटा? योभन्दा पहिला नि हेरिसक्यौँ 13 वटा।